हामी चाहिँ पार्किङमा अब घुम्ने ठाउँमा पुगिसक्यौँ। अब गाडी पार्क गर्दैछौँ, पार्किङ गर्दैछौँ गाडी। उता राख्नु पर्ने त उता। उता किन खोले हावा जाओस् न पछि गर्नु म कपाल कोर्दैछु। घरमा बुढीले कोर्न दिनु भएन। कपाल बाक्नु पऱ्यो नराम्रो देख्यो। अब चाहिँ म गाडीबाट निस्किँदैछु। बाहिर त कति चिसो रहेछ नि त। हामी चाहिँ आज यो पार्कमा बोलो तर शीतल रहेछ बाहिर त। गाडीमा त कस्तो गरम भएको भयो। राम्रो रहेछ नि पार्क। यहाँ त त्यहाँ हेर्नुको त्यहाँ तलको भ्यू राम्रो रहेछ। जे होस् त्यहाँ माथिबाट झन् राम्रो देखिन्छ होला माथि त। अहिले फुलहरूको सिजन नभएको हो यस्तो ल्याएर राखिदिइराखेको बस्ने। अब आउँछ नि त मान्छेले धेरै उता होला नि त। सेतो खाली लगेर गयो कालो खाली टेबल राखेर गयो। फुलै फुल थियो त पहिला यहाँ। सबैतिर फुलहरू भयो भने त झन् कति राम्रो देखिन्छ होला। हेलो एभ्रिवान मात्रै भन्न आउँछ मलाई अरू भन्न आउन्न। अब यहाँ चाहिँ सुन्दर ठाउँ हो यो घुम्नलाई होइन। फुलहरू फुलेको एकान्त सुनसान सुन्दर प्राकृतिक सुन्दर ठाउँ। यहाँ मान्छेहरू बन्दैछ धेरै कुराहरू यहाँ काम गरिरहन्। त्यहाँ फुलहरू लगाइरहन्। काम गर्ने मान्छे होला नि। काम गर्ने मान्छे त्यस्तो घाममा त नबस्नु पर्ने। काम गर्ने मान्छे शान्त ठाउँमा यसरी बसेर खाना हाम्रो पनि ल्याउनु पर्ने रहेछ। कस्तो लागिरहेछ यो ठाउँ हेरेर नयाँ? यो ठाउँ त एकदम राम्रो लागिरहेछ मलाई चाहिँ। रमाइलो छ। यहाँदेखि भ्यू देखिन्छ होइन। अग्लो पहाडमा रहेछ यो अग्लो पहाडमा। अनि यहाँदेखि तलतिर भ्यूहरू सिटीको भ्यूहरू देखिन्छ यहाँदेखि त। हजुर कस्तो लाग्यो? राम्रो छ। साकुराहरू हुन्छ ऊ त्यहाँ माथि पनि है। यता पनि पार्किङ छ।
अहिले फुलहरू नरहेछ यहाँ धेरै। यो साकुरा कम्प्लिट यो साकुरा साउन हो यो सबै साकुरा है, धेरै फुल्ने रहेछ नि त साकुरा बेला त यहाँ। त्यो साकुरा कति बाक्लो रहेछ फुलहरू, सब साकुरा भनेपछि कति राम्रो देखिँदो रहेछ। यहाँको भ्यू चाहिँ धेरै इलामको चियाबारी देखाइदिन्छ जापानमा, इलामको चियाबारी। इलामको चियाबारी जस्तै फुलहरूको देखियो। अहिले फुलहरू चाहिँ फुल्न बाँकी रहेछ सायद, कि फुलिसक्यो हो। फुले छैन, अब फुल्ने। त्यो तलतिर साइडबाट हेऱ्यो भने पुरै चारैतिर यस्तै छ यो होइन। यो छ यहाँदेखि देख्ने भ्यू, यो धेरै ठुलो पार्क रहेछ यहाँ। यहाँ माथितिर पनि एकदमै ठुलो ठाउँ रहेछ, जङ्गलको होइन, टक्क चारैतिर रुखहरू जङ्गल जस्तो छ। तलतिर पर बस्ती, दुईतिर पहाड, यस्तो भ्यू देखिन्छ। यस्तो राम्रो छ यहाँदेखि टक्क देखिने। अनि कस्तो लागिरहेको यहाँ घुमेर आज? राम्रो छ, बिदाको दिनमा रमाइलो लागिरहेछ। फ्रेस फ्रेस हुनलाई चाहिँ अब शान्त एकदमै फ्रेस हुने ठाउँ सक्नुहुन्छ यो ठाउँमा। जे राम्रै छ। यहाँदेखि भित्र चाहिँ एउटा माथि जाने हो कि क्या हो, अर्को ठाउँ रहेछ यहाँदेखि माथि जानलाई। धेरै ठुलो पार्क रहेछ यो है। माथि पनि चिडियाखाना जस्तै होला त। यहाँ त के अरे हाइकिङ गर्न आउने जस्तै बिहानतिर आयो भने पुरै जति छ सबै हिँड्यो भने त है, सबै हिँड्न सक्यो भने कसैको भुँडी बढेको छ भने म जस्तो भुँडी घटाउन आउन सक्नुहुन्छ यहाँ हिँड्नलाई एकदम बेस्ट। फुलहरू फुलेको बेला फुलहरू हेर्न पनि एकदमै रमाइलो। फेरि युग युग के अरे कसैले नफुल्ने। अनि यो के अरे अब हामी चाहिँ यो सबै ठाउँमा त घुम्न सकिन्न, यति घुमेर अब त्यहाँ फुलहरू फुल्ने ठाउँतिर जानु पऱ्यो यहाँदेखि है। यहाँदेखि त्यो फुलहरू फुल्ने ठाउँमा जानु पऱ्यो, टाढा छ यो। यहाँ यस्तो छ यो यहाँदेखि यता गयो त्यहाँ फुलहरू फुल्यो भने कति राम्रो देखिन्छ होला। यत्रो घुम्यौँ नि हामी पुरै यो पुरै घुमियो यहाँदेखि त्यहाँसम्म। चियाबारी जस्तै नेपालको झापा इलाममा नेपालको है कन्याम चियाबारी जस्तो ठाउँ हो यो। फुल फुलिसक्यो जस्तो लागेर सबै यस्तो भ्यू देखिन्छ यहाँदेखि माथि। हो यस्तो छ फेरि, यति ठुलो छ नि यो पार्क, सबै ठुलो पार्क। ल फोटो खिच्ने हो नि त। ल यो ठाउँ घुमेर अब हामी फर्किने बेला भयो। कता टिकटक बनाउने मोबाइलबाट गर्ने बेला पनि भइरहेछ। यो फुलहरू ठाउँहरू अलि साँझ साँझ आयो भने अझ रमाइलो हुन्छ यहाँ। साँझसम्म बस्ने हो र यहीँ? राम्रो देखिन्छ साँझसम्म बस्ने हो भने। अब हामी घर जाने बेला भयो।